नयाँ वर्षको अवसरमा हामी यस 2083 साल वैशाख महिनाको 1 गते पवित्र धार्मिक स्थल बाँकेमा रहेको नैनापोल गाउँपालिकामा अवस्थित तीर्थस्थल सन्तानेश्वर महादेव मन्दिरको अवलोकनको लागि हामी चाहिँ पहाडको उकालो चढ्दै छौं। तीर्थालुहरू पनि भगवानको आराधना सन्तानेश्वर महादेवको आराधनाको क्रममा तीर्थस्थलतिर लाग्दै हुनुहुन्छ। बाटोमा खुड्किलाहरू पार गर्दै सन्तानेश्वर महादेव मन्दिर परिसरमा हामी हिँड्दैछौँ, पुग्दैछौँ। सन्तानेश्वर महादेव मन्दिर परिसरभित्र हामी छौँ। अहिले सौन्दर्यले भरिपूर्ण रहेको यस सन्तानेश्वर परिसर कयौं खुड्किलाहरू पार गर्दै यस सन्तानेश्वर महादेव दर्शनको क्रममा हामी आइपुगेका छौं। आधी घण्टाको उकालोको यात्रापछि यस पवित्र धार्मिक स्थल सन्तानेश्वर महादेव मन्दिर नैनापुर गाउँपालिकामा रहेको छ। एकदम गर्मी टन्टलापुर घामको बावजुद पनि खुड्किलाहरू पार गर्दै असहज खुड्किलाहरू पार गर्दै यस पावन भूमिमा हामी आइपुग्न सफल भएका छौँ। नैनापुर गाउँपालिकामा रहेको छ। एकदम गर्मी टन्टलापुर घामको बावजुद पनि खुड्किलाहरू पार गर्दै असहज खुड्किलाहरू पार गर्दै यस पावन भूमिमा हामी आइपुग्न सफल भएका छौँ।